अझै खोलेको राम्रो कि अब यस्ता आश्रमहरू बन्द गरेको राम्रो? यस्तो आश्रमहरू अझै हामीले देशभरि खोल्दै जाने हो या भएका आश्रमहरू पनि व्यवस्थित गरेर बन्द गर्दै जाने हो? यो हजुरहरूलाई क्वेसन हो र हजुरहरू हात उठाएर आफ्नो आन्सर राख्न सक्नुहुन्छ। आफूलाई मन नलागेको कुरा हजुरहरूले भन्न सक्नुहुनेछ। क्वेसन, यो जुन मानव सेवा आश्रम जस्तो आश्रमहरू अझै योभन्दा बढी खोल्दै जाने हो या यस्ता आश्रमहरू अब बन्द गर्नुपर्छ हामीले? यो मानव सेवा आश्रम जस्ता आश्रमहरू कम भयो, अब यस्ता आश्रमहरू अझ खोल्दै जानुपर्छ भन्नुभयो हजुरहरूले। किन खोल्नुपर्छ भन्न सक्नुहुन्छ? हैनीहरूको सेवाको लागि यस्ता आश्रमहरू हामीले खोल्दै जानुपर्छ, होइन? यही हो, सबैजनाको यही हो। यस्तो आश्रमहरू खोल्नुहुन्न भन्ने कोही हुनुहुन्छ? कोही हुनुहुन्न है? यस्तो आश्रमहरू खोल्नुहुन्न, बन्द गर्नुपर्छ भन्ने कोही हुनुहुन्छ? कोही हुनुहुन्न है? सबैजना आश्रम खोल्नुपर्छ भन्ने पक्षमा हुनुहुन्छ, होइन त? हो ल, ठिक छ। म तपाईँहरूलाई यसको बारेमा थोरै भन्छु। यस्तो आश्रमहरू खोल्नु हुँदैन अब, हो? किन थाहा छ? यस्तो आश्रमहरू खोल्नु हुँदैन। जति खोलियो ठिक छ, किनभने अब यस्ता आश्रम संस्थाहरू अझ खोलिरहेको छ। देशमा वृद्धाश्रम खोलिरहेको छ, बाल आश्रम खोलिरहेको छ। किन अब यस्तो वृद्धाश्रम खोलेर यसो कुनै फाइदा छ? वृद्धाश्रम भनेको के हो हजुरहरूलाई थाहा छ? के हो वृद्धाश्रम? हो, अनि बुढापाकालाई घरमा राख्ने कि वृद्धाश्रममा गएर राख्ने? आफ्नो आमा बुवाहरूलाई, हजुरबुवा हजुरआमा, आफ्नो घर परिवारको आफन्त दाजुभाइलाई वृद्धाश्रममा लगेर राख्ने या आफ्नो घरमा राख्ने? आफ्नो घरमा राख्ने हो भने वृद्धाश्रम किन खोल्नु पर्यो? आश्रमहरू किन खोल्ने तब हामीले? उहाँहरूको पनि कोही आफन्त दाजुभाइ तथा दिदीबहिनी जोसुकै पनि त थियो होला नि त, कोही न कोही त थियो होला नजिकको आफन्त। तर पनि उहाँहरू विभिन्न कारणले सडकपेटीमा आउन बाध्य हुनुभयो र त्यस्ता व्यक्तिहरूको उद्धार गर्यो। तर अहिले के भयो भने आश्रमहरू खुलेको छ, मानव सेवा आश्रम छ, उसले उद्धार गरेर राखिहाल्छ नि भन्ने हिसाबले पनि मान्छे आफ्नो घर परिवारको आफन्तहरूलाई हेला गर्ने, अपहेलित गर्ने, उसलाई